1505 प्रदान गर्नुभएको छ। त्यसैगरी कृष्ण आचार्यज्यूले नगद रु 1000 प्रदान गर्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। राजन सुनारज्यूले नगद रु 2500 प्रदान गर्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। कुलबहादुर रोकाज्यूबाट नगद रु 1500 प्रदान गर्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। हरमेल प्रिन्टबाट नगद रु 2000 प्रदान गर्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। भीमप्रसाद गौतमज्यूबाट रु 1000 प्रदान गर्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। रेशम पुन्ज्यूबाट नगद रु 1000, त्यसैगरी उहाँलाई पनि विशेष धन्यवाद। हमल सञ्चारी पसलबाट हामीलाई 1000 प्रदान गर्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। हिराबहादुर घरती गिमिरेबाट नगद रु 1000 प्रदान गर्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। बुद्धि जुगजारीज्यूबाट नगद रु 2000 प्रदान गर्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। रामु गौतमज्यूलाई विशेष धन्यवाद। त्यसैगरी थमन बोलाज्यूबाट 1500 प्रदान गर्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। टङ्कनारायण तुलाचन्दज्यूबाट नगद रु 2000 प्रदान गर्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। र देवबहादुर बुढाज्यूबाट नगद रु खेल चलिरहेको छ। पुरुष शिक्षकको यति बेला नम्बर स्कोर रहेको छ 1-3। पहिलो सेट दैनिक अवश्य माविले आफ्नो पक्षमा हात पारिसकेको छ। सेतो जर्सीमा हुनुहुन्छ दैनिक अवश्य माविका शिक्षकज्यूहरू भने निलो जर्सीमा हुनुहुन्छ हेममावि शिवाङका खेलाडीहरू। नम्बर रहेको छ हेममावि 4 छ भने दैनिक अवसर 1। पहिलो सेट दैनिक अवश्य माविको पक्षमा परिसकेको छ। पुरुष अन्डर 20 पुरुष भलिबलको लागि मुक्तिमार्ग भारत र धन्यवाद मावि फलियाका खेलाडीहरूलाई तयारी अवस्थामा रहिदिनको लागि हामी हार्दिक अनुरोध गर्दछौँ। आज हामी अन्डर 20 महिलाको फाइनल खेल अन्तिममा खेलाउनेछौँ, किनभने हामी सधैँ महिलाहरूलाई पछि पार्ने, महिलाहरूलाई अलिकति विभेद गर्ने त्यस्तो पनि देखिन्छ समाजमा। महिलाहरूलाई यसपालि महत्त्व दिएका छौँ कि अन्तिम फाइनल खेल हामी महिलाहरूको खेलाउने कुरा यहाँलाई हामी जानकारी गराउन चाहन्छौँ। त्यसमा चाहिँ हुने अन्तिम खेलमा चाहिँ हुन्छ होला क्या रमिचन्दले उहाँले भन्नु के एकजनाको छ मुख्य प्रायोजक बेस्ट पास नहुन सक्छ तिनै होला, समय छैन। मैले बसेर हेरेको त कहाँ मनाउनु नजर यो ठाउँ भनेर कहाँ मनाउनु नजर भनेर हिजो मैले कोरेटरमा हेरेर हामीलाई घर हन्डा हाल्ने उतापट्टि स्वास्थ्यको सुविधा दिइरहनु भएको छ। यसका अध्यक्ष वरण गणेशज्यू लगायत सम्पूर्ण पदाधिकारीहरूलाई विशेष धन्यवाद दिन चाहन्छौँ र स्वास्थ्यकर्मी अमृता सञ्चार बहिनीलाई पनि विशेष रूपमा सम्मान दिनुपर्छ। त्यसको माथि र बत्ती भएको सिधै नम्बर स्कोर रहेको छ हेममावि 5 दैनिक अवश्य मावि 6। महिला शिक्षिकाको पनि सूचना सुन्नुहोस् है। महिला शिक्षिकाको माउन्ट एभरेस्ट अवश्य मावि र पाउडर मावि बिच भएको खेलमा पाउडर माविले पहिलो सेट आफ्नो पक्षमा प्राप्त गरिसकेको कुरा यहाँलाई हामी जानकारी गर्न चाहन्छौँ। बगानी होटल मालिका 5बाट 1050। त्यसै गरी मनिष मोबाइल पसल दरबारबाट रु 1000, उहाँलाई पनि विशेष धन्यवाद दिन चाहन्छौँ। त्यसै गरी नगेन्द्र न्युरेज्यूबाट रु 1500, उहाँलाई विशेष धन्यवाद। रविना फुल दरबारबाट 1000 प्रदान गर्नुभएको छ, उहाँलाई पनि हार्दिक आभार व्यक्त गर्दछौँ। यामकुमारी केसी दरबारबाट रु 1000 प्रदान गर्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। दिलमया
दिलमाया रोकाज्यू दरबारबाट 1000 प्रदान गर्नुभएको छ उहाँलाई हार्दिक आभार व्यक्त गर्दछौँ। नम्बर स्कोर रहेको छ यति बेला 8-7। नेटमा हान्छ नरहने दरबार पोलिक्लिनिकका सञ्चालक नयाँ बजार दरबारबाट हामीलाई नगद रु 3000 प्रदान गर्नुभएको छ। उहाँलाई हामी विशेष धन्यवाद र हार्दिक आभार व्यक्त गर्छौँ। सहयोगीदाताहरूको नाम छुट्न सक्छ, अब हामी सबैको नाम उच्चारण गर्न सकिरहेका छैनौँ, यसमा क्षमा चाहन्छौँ। र हजुरहरूले स्वच्छ मनले र एउटा खुसी मनले मन फुकाएर सहयोग गर्नुभएको छ, साथ दिनुभएको छ। हजुरहरूलाई हामी धेरैदेखि धन्यवाद दिन चाहन्छौँ। भर्खरै हामीलाई नगद प्राप्त भएको छ बुद्ध शान्ति टोल समितिबाट, मालिका दरबारबाट नगद रु 3000 प्रदान गर्नुभएको छ।